हेलो गाइजहरु, मेरो च्यानलमा हजुरहरुलाई स्वागत छ है। यो चाहिँ सेकेन्ड भिडियो हाम्रो च्यानलको। आज चाहिँ हामी निसासे भन्ने बनाइरहेको छौं। कोहीले यसलाई आइटमलाई चाहिँ ढुकढुके रोटी भन्छन् है मम्मी। कोही निसासे भन्छन्, कोही ढुकढुके रोटी भन्छन्। के चाहिन्छ? फर्स्टमा घिउ हाल्नु, फेरि चिनी, यस्तो गर्नलाई के गर्दै हो? यो अब निसासे पकाउनेलाई यो माड्नु पर्यो धेरै। नमाडे चाहिँ के हुने अब? राम्रो हुँदैन, फुल्दैन। ढुकढुके रोटीलाई घिउ हाले, चिनी हाले, अब दही हाल्छु। ल अब यो माडी पनि सक्यो, दही पनि हाल्यो। अब यो ग्यासमा हुँदैन, अब यो आगामा बनाउनु पर्छ। यसलाई कोइला चाहिन्छ। अब म गएँ। ल गाइजहरु, हामी चाहिँ अब बाहिरतिर लाग्यौं, किनकि गाइज ग्यासमा चाहिँ हुँदैन। त्यही भएर चाहिँ अब यसलाई चाहिँ हामी अब चुलोमा मस्तसँग पाक्छ है। यो साथीहरु, यस्तो आगोमा चाहिँ यो हुन्छ है, बन्छ। यो कोइलाहरू सब यो कोइला माथिमा हान्छ अनि चाहिँ ढुकुटे बन्छ। निसासे पकाउनलाई यो पात चाहिन्छ। अब पात चाहिँ किन चाहिन्छ मम्मी भनिदिनु न फेरि। पात नहालेपछि कहाँ पाक्छ? तल बीचमा निसासेको हाल्नु पर्यो, फेरि माथिमा अझ पात हाल्नु पर्यो, तेल हाल्नु पर्यो पातमा। किन हाल्नु पर्छ तेल चाहिँ? तेल नहालेपछि यसमा धुलो चिप्किन्छ। यसरी तेल हालेपछि चिप्किन्न। त्यो ट्याक्क तेल हालेपछि ट्याक्क त्यो कडाईमा चाहिँ यस्तो राख्नुपर्छ। राख्नु पर्यो यो। ल अब मैले कडाईमा हाले निसासे, यसरी पिठो हाले। अब यस्तो बराबर बनाउने। यसरी चुलामा राख्ने। चुलामा राखिसकेपछि त्यसमाथि फेरि पात हाल्ने। यसरी पिठो हालिसकेपछि यसरी कोइला हाल्ने। यसरी किन हाल्छन् माथिबाट चाहिँ त्यो? पाक्नलाई। ए माथिबाट पाक्नुको लागि। खाने भए आउनु होला गाई, पकाउन लाग्छौँ। बोलाउनु। ल अब हाम्रो निसासे पाकिसक्यो। अब हामी यो फाल्न लाग्छौँ। फेरि हामी हेर्नुहोस् गाई पाकेन यो। आहा, हेर्नु होला। लगाइजहरु निसासे के मम्मी यसको नाम? निसासे। निसासे अरू नाम के भन्छन् यसलाई? कोही निसासे भन्छन्, कोही ढुकढुके रोटी भन्छन्। ल टेस्ट गर। कस्तो छ बुवा? मस्त मस्त। खाने भए आउनु होला। कस्तो छ? कस्तो छ? मम्मी जस्तै। कस्तो छ? खाने भए आउनु होला गाइज। हाम्रो चाहिँ निसासे आजको रेसिपी भनेको भइसक्यो। नेक्स्ट टाइम हाम्रो भिडियो आउँछ, फेरि अझ नयाँ नयाँ भिडियो यस्तै आउँदै गर्दैछ। त्यहाँ हेर्नु होला सबै भिडियोहरू, फर्स्टदेखि नकाट्दै हेर्नु होला, स्किप नगर्दै हेर्नु होला। लगाइजहरु सबैजनालाई बाई बाई। लाइक, शेयर, कमेन्ट एन्ड सब्सक्राइब फलो गरिदिनु होला गाइज। बाई बाई, सी यू सुन। बाई बाई।